खोलैको बिलाउने अब घाँसको भारी बोक्दैछु निकाल्ने इलामको भन्दा टोटल काटेर हामी चाहिँ अब यहाँ घाँस काट्न जाँदैछौँ सबैजना यसरी। हामी भाइ चाहिँ हिँड्नै जान्दैन बिचरा। सानो खुट्टे छ ऊ चाहिँ हिँड्न जान्दैन हाम्रो यहाँ समातिर छु मैले। आज चाहिँ हामी बनेपा नगरपालिकामा रहेको साँघाको एउटा सानो गाउँमा गएका छौँ। त्यहाँ एउटा कृषि फार्म रहेको छ। त्यो कृषि फार्म मेरो दाजु भाउजूको हो र आज हामी यही कृषि फार्ममा आफ्ना दाजु भाउजूहरूसँग रमाइलो गरी दिन बिताउने छौँ। अनि यहाँ दाजुले चाहिँ गाईलाई घाँस काट्न आउनुभएको अनि हाम्रो बुवा पनि निकै आज एकदम म पनि घाँस काट्छु भनेर सबैजना चाहिँ यहाँ घाँस काट्न आउनुभएको छ। बुवा यता हेर्नु त कस्तो भयो त आज धेरै वर्षपछि काट्नु भयो नि त घाँस। कस्तो छ हँसिया इलामकै जस्तो छ त छैन नि। छैन नि यस्तो यता आइकन कुइक्का घुमेको छ बेग्लै। ए ल यो ढुसै हो दाजु? ढुस त होइन यो। ढुस नै हो एक खालको। यो चाहिँ यसको ओरिजिनल नाम त्यसलाई नेपियर भन्छ, यसलाई सुपर नेपियर भन्छ हैन। फेरि एकचोटि भनिदिनु त के अरे नाम? पूर्वतिर यसलाई हामी ढुस भन्छौँ हैन। ए हजुर। यो नेपियर भन्छ। ए पछाडिपट्टि भएको नेपियर हो, यो सुपर नेपियर हो। त्यो भन्छ ए यो चाहिँ नेपियर हो, यो चाहिँ सुपर नेपियर अरे दाजुले भन्नुभएको घाँसको नाम। यति घाँसहरू हो, यति प्रचलनमा नेपालमा धेरै जस्तो यही घाँस प्रयोग गर्ने। हामी चाहिँ यसलाई ढुस भन्छौँ। हाम्रोतिर चाहिँ अलिक अग्लो अग्लो हुन्छ होइन, यो ठुलो ठुलो अलिक छिप्पेको हुन्छ। यहाँ सबैजना घाँस काटिराख्नु भएको छ धमाधम। भाइ नछर है घाँस। हाम्रो भाइ चाहिँ यहाँ घाँस बटुल्दैछ। छर्नु चाहिँ हुँदैन, एकदम दुई हातले बटुल्नुपर्छ है बाबा। ल इसानलाई चाहिँ एकदम घाँस ऊ त्यो बटुलेर यहाँ राख। सबैजनाले घाँस काट्दैछौँ हामी चाहिँ क्या। यो धार नभएको हँसिया छ इलामको भन्दा टोटल्ली फरक छ यो हँसिया। हेर्नु त धारै हुँदैन, चिल्लो हँसिया हुन्छ, खुर्पा जस्तो। ल त्यसले घाँस काट्दा हेर्नु चाहिँ गाई जले अप्ठ्यारो हुन्छ साथीहरू यसले चाहिँ। अनि पानी परेकालाई सजिलो हुन्छ। दाजुले काट्नुहुन्छ नि यहाँ दाजुले काट्नु भएको छ। कस्तो मजाले काटिराख्नु भएको छ दाजुले। यो हँसिया धार नभए पनि यसरी घाँस काटिदिनुपर्छ। बुवालाई चाहिँ धार नभएकोले आएन अरे। यतामाथि सबै यो फार्म हो। तल चाहिँ यो खेतहरू रोपेको छ। यता यस्तो छ जङ्गल छ। मलाई देखेको चाहिँ बनेपादेखि यतापट्टिको भैँसेपाटी भन्ने ठाउँ हो। त्योभन्दा उतापट्टि चाहिँ बनेपा बजार छ। यो चाहिँ बनेपामा पर्छ। यो चाहिँ दाँत नभएको घाँस हो। ए हँसिया हो हँसिया। तर पनि काटिराखेका छौँ हामी घाँस। कस्तो भइरहेको छ घाँस काट्दा? रमाइलो भइरहेको छ। उहिले घाँस काटेको हो अलिअलि चाहिँ मैले पनि गाउँमा। ल यता हेर्दै काट्नुहोस् घरिघरि, यता नि देखाउनुहोस् मुख। हामी चाहिँ यहाँ घाँस काट्दैछौँ। यो हँसिया चाहिँ अलिक तर नि सजिलै हुँदो रहेछ काट्दै गएपछि यो हँसियाले। सजिलै हुन्छ। गोठाला ज्यानले घाँसै निकाट्यो खोलैको बिलाउने खोलैको बिलाउने मेरो लैलै खोलैको बिलाउने
झन्डे घाँसैमा काट्यो सल्लेरी पाखैमा छाप लाउने अलि हुर्केको हुनुपर्छ नि यो चाहिँ रानी सिन्को भन्छ। उहिले हामीलाई आमाहरूले नाक कान छेडेर चाहिँ यस्तो लगाइदिनुहुन्थ्यो पहिले सुरुमा। अनि हामी केटाकेटीमा चाहिँ यसो गर्थ्यौँ र यसरी छाप हान्थ्यौँ कि यसो गरेर ठ्याप्प यसो गरेपछि यहाँ छाप बस्छ उनिउको छाप बस्छ। किसान बुवा बोडी छ है त्यहाँ के झार खोजेको मेहन्दी झार आऊ यता छ उन्यु त्यसरी होइन नि अगाडि नै हेरेर हिँड न यसो यहाँ हेर यसरी हिँड्नुपर्छ। उँभो जाँदा यसरी केही समाउनु हुँदैन। यहाँ हेर यसरी केही समाउनै पर्दैन देखिस्। अनि ओह्रालो उन्यु यहाँ आउनु यहाँ आएर बसौँ तल आएर दिदीले बसाइदिन्छ म बसाइदिन्छु। यसो गर्ने खै यता ल्याउ त म बसाइदिन्छु छाप यसरी यहाँ यसो गर। देखाऊ त वाउ छाप। अर्को पनि भेटाएर गरौँ न कस्तो मजा आयो। त्यो होइन त्यो त पिरो हुन्छ। त्यो त पिरे उनी हो त्यो पिरो हुन्छ है त्यो यहाँ रहेछ यहाँ। बुवाले पनि यस्तो एकपल्ट ल्याउनु भएको थियो त बुवा के अरे विकासे बन्छु भनेर ल्याएको थियो हो। अनि रोपेको थियो हाम्रो गाउँमा चाहिँ डोकामा घाँस बोक्ने चलन थियो। यहाँ चाहिँ बोरामा यहाँ सहरका गाउँमा चाहिँ बोरामा घाँस बोक्ने चलन हुन्छ। यसरी बोरा ठुलो छ हाम्रो 70-75 ओसार्ने सोरेर हाल्ने बोरा जस्तै छ। त्यो बोरामा चाहिँ धमाधम घाँस हुँदैछ। यहाँनिर हालेर खाँदेर अब यो बोरे बोकेर लाने काम हुँदैछ। यस्तो छ। अब घाँस काट्ने कार्यक्रम सकिए जस्तो छ। अब आजलाई यति नै हो घाँस काट्ने कार्यक्रम चाहिँ। आजलाई पुगो। अब घाँसको भारी बोक्दैछु। यसो ठेला ठेला छ ठेल्देऊ माथिबाट ठेल्देऊ ठेला त्यसरी निकाल्ने होइन डल्लो ठेला न डल्लो ठेला हो गुड। ल हेर्नु मैले घाँसको भारी लिएर गएको यो ठाउँमा चाहिँ नागहरू धेरै रहेछन् धेरै रहेछन्। त्यही भएर नाग देवताको यसरी यो बनाएर यहाँ चाहिँ पूजा गर्ने चलन रहेछ। अनि त्यो नाग देवताको वरिपरि चाहिँ खोरहरू पानी जथाभावी पिसाबहरू गर्ने गर्नु हुँदैन। यहाँ चाहिँ खोर पार्ने काम गर्नु हुँदैन। यो चाहिँ यस्तो छ। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ। मेरो भाइ पनि छ यहाँ आफ्नो त्यस्तो हो कसले काटेछ फेरि एकदमै मजा भइरहेको छ हामीले चाहिँ यहाँ घाँस काटेको च्यालेन्ज। घाँस चाहिँ ल्याएर यहाँ राखेको छ यो बोरामा। त्यो पनि हो कुटी काटेर अहिले भरे हामी हाल्छौँ।
घाँस हाल्दा चिलाउँछ नि त चिलाउँछ नि घाँस यहाँ यति देखेन किन चिलाउँदैछ